ल हामी चाहिँ धाप ड्याम हिँडेको यो दिउँसै रात पर्ला जस्तो भयो दायाँमा गर्दै चल दायाँमा गर्दै चल नभनी बाघले खालो भन्ने डर भइसक्यो बाघले खालो भन्ने डर दायाँमा गर्दै चला नभनी लड्न सकिन्छ ढुङ्गा लाग्दैन भन्नु पर्ने बाघ आउँछ भने तर्साउँछ मान्छेले लास लाग्यो तर आउँदैन हामी कहाँ डराउँछौँ हामी भिन्नी भयो यस्तै गरिदियो क्या त्यसले दायाँ बायाँ भाग भनिदियो दायाँ बायाँ गर्दै खाना लडिँदैन मेन चाहिँ खुट्टो टेक्नु भन है केटा बायाँ बायाँ भाग भन्छ दायाँ बायाँ चला दायाँ बायाँ भाग भन्छ भाग गरी लाग्दैन दायाँ बायाँ गर्दै चला दायाँ बायाँ गर्दै चला सिक्दिँदैन यस्ता त भाइ यो हिरो त केही होइन अझै डबल छ अरे यहाँबाट हिरो केसम्म चाहिँ खुट्टो टेक्नु परेको छैन टेक्नु पऱ्यो हिलोमा भने चाहिँ हिरो के ठाडै छ त माई गड हाम्रो अनुहार कस्तो भइछ बरु चस्सम चाहिँ म भाइ दायाँ बायाँ मात्र बस है दुइटै हातले दायाँ बायाँ गर्दै चला चिप्लिँदैन यत्रो चिप्लिँदैन बाइक हेर सल्ल गइरह ब्रेकको कामै छैन क्या यति खुट्टै टेक्नु पर्ने भइ भने केटा के पर्दैन पर्दैन होला है बजरङ्ग बली जग्गा सरा हत्याइदिन्छु म कराउँदाखेरि ड्याममा मलाई के भुत चढेको यो दायाँ बायाँ गर्दै चला दायाँ बायाँ गर्दै चला नभए लडिन्छ नभए लडिनु सक्छ राम्रै हेऱ्यो चला दायाँ यो धाप ड्याम कि लाभ ड्याम भनेको कसम यो कहाँबाट एक दिन बौलाएर घुमेर आइपुग्यो त कहिल्यै नसुनेको ठाउँमा सुन्दर रिजल्ट घुम्न आएको मान्छे आज यो भुत चढेर फाइनली हामी आइरहेछौँ बिहान 3 बजी